हामी वीर गोर्खालीहरु संसारभरि हामीलाई चिनाछ यसरी नै कोहीसँग नझुकेको शिर हो र अहिले पनि कोहीसँग झुक्दैन हामी कोही नेपाली डराउँदैन कोही नेपाली झुक्दैन र यसरी नै शिर ठाडो बनाएर हामी उठ्छौं कुनै दिन उनीहरुले हाम्रो शिर निचा गिराउनु खोज्छ भने त्यो दिन उनीहरुले याद राखोस् गएर जे सन्धिहरु गरे इन्डियामा गरे अरु ठाउँहरुमा गरे देश बच्यो हामी महाकाली गरेर बेच्दियो देश बेच्यो हामी देश बनाउन आएको देश बिगार्न हैन देश बनाउन आएको आन्दोलन हो देश बिगार्न हैन जुन तरिकाले उहाँहरुले हामीलाई आक्रमण गर्नुभयो हाम्रो सानो भाइ बहिनीहरुलाई गोली हान्नु भयो गिधी हामीले हातमा बोकेर हामीले हिँड्यौं त्यो रगतको कसम यो माटोको कसम अबको देश युवाहरुले नै बनाउँछ यो नयाँ नेपाल हामीले हेर्छौं यो नयाँ सोच नयाँ देश जुन चाहिँ हामीले कल्पना गरेछौं नि 50 देखि हामीले देश राम्रो हुन्छ होला भनेर हामी सोचेथ्यौं नि विदेश जानु पर्दैन भनेर हामी सोचेथ्यौं नि अबदेखि यो अस्ट्रेलियाको भिसामा हान्नु नपरोस् अमेरिकाको भिसा हान्नु नपरोस् नर्सहरूले नि बाहिर जानु नपरोस् आमा बुवाले आँसु झार्दै एयरपोर्टमा गएर आँसु बगाउँदै आफ्नो छोरालाई छोरीलाई पठाउनु नपरोस् आफ्नै देशमा बस्ने हो आफ्नै देशमा गर्ने हो आफ्नै देश बनाउने हो हामीले यसको लागि तपाईहरु सबैजनालाई थ्यांक यू सो मच धेरै धेरै धन्यवाद छ हजुर आमा बुवादेखि लिएर सम्पूर्ण नेपाली जनता जसले यो जेन्जी पुस्तालाई साथ दिनुभयो र विश्वास गर्नुभयो आफ्नो छोरामाथि आफ्नो छोरीमाथि सानो बालबालिकाहरूलाई विश्वास गर्नुभयो हजुर सम्पूर्ण नेपाली वासीहरु नेपाली जनताहरु नेपाली देश विदेशमा राख्नुभएका सबैजनालाई धन्यवाद सबैजना हामीलाई के बनिएन हामीलाई आतंककारीले एजेन्ट हामीलाई के मात्र भनेन यिनीहरुले देश बेचुवा दलाल देशकै हैन पनि भन्नु भ्यायो है देशकै हैन भनेर भन्नु भ्यायो